अनि तपाईँहरू सप्लाई कम्पनीमा पर्नु भएको छ भने चाहिँ रोमानिया आइसके पछाडि तपाईँहरूलाई एजेन्सीले रिसिभ गर्छ होइन। अनि एजेन्सीले चाहिँ विभिन्न लोकेसन विभिन्न ठाउँमा चाहिँ तपाईँहरूलाई पठाउने गर्दछ होइन। अनि तपाईँहरूको चाहिँ जुन काममा भनेर आउनु भएको हुन्छ, जति ड्युटी आवर भनेर आउनु भएको हुन्छ, जति स्यालेरी भनेर आउनु भएको हुन्छ, तर ठ्याक्कै त्यही चाहिँ नहुन पनि सक्छ है। तपाईँहरूको स्यालेरी 2500 भनेको ठाउँमा 2600 2700 नै हुनसक्छ, 2300 पनि हुनसक्छ। अनि तपाईँहरूको ड्युटी आवर चाहिँ 8 घन्टा 5 दिन काम 2 दिन छुट्टी भनेर आएको ठाउँमा चाहिँ अब 12-13 घन्टा ड्युटी पर्न पनि सक्छ। तर ड्युटी आवर चाहिँ धेरै भयो भने चाहिँ उहाँले तपाईँहरूलाई चाहिँ स्यालेरी अलिकति धेरै पनि दिन सक्छ होइन। कसैले ओभरटाइमको पैसा पनि दिन सक्छ होइन। हावरली 15, 20, 25 त्यसरी पनि तपाईँहरूलाई दिन सक्छ है। अब त्यही हो साथीहरू होइन। तपाईँहरू कम्पनी पनि सप्लाई परिसकेको छ भने चाहिँ अब त्यस्तो निराश नभइकन आउनु होला होइन। किनकि रोमानियामा अलमोस्ट कम्पनीहरू चाहिँ सप्लाई नै हुने गर्दछ होइन। अनि तपाईँहरू डाइरेक्ट कम्पनीमा पढ्नु भएको छ भने चाहिँ डाइरेक्ट एयरपोर्टबाट निस्किसके पछाडि चाहिँ तपाईँहरूलाई साउ अथवा म्यानेजरले चाहिँ रिसिभ गर्न जान्छ होइन। अनि ल्याइसके पछाडि उसले कहाँ अपार्टमेन्ट रोजेको छ होइन तपाईँहरूको लागि, अनि त्यहाँ लगेर चाहिँ तपाईँहरूलाई राखिदिन्छ होइन। सो गाइज फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानल प्रकाश ब्लगमा। यो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु है। अनि मेरो चाहिँ आज छुट्टी छ होइन। हिजो र आज चाहिँ मेरो 2 दिन छुट्टी छ। अनि त्योभन्दा अगाडि चाहिँ मेरो 2 दिन काम थियो होइन। रेस्टुरेन्टमा चाहिँ मेरो 2 दिन काम 2 दिन छुट्टी छ होइन। अनि अहिले चाहिँ मेरो पुरानै जक्सन पार्कमा आइसकेको छु है। अनि आजको मौसम पनि एकदम चिसो छ, घाम पनि मजाले खडा लागिरहेछ होइन। अनि हिजो पनि लास्टै पानी परिरहेको थियो है हिजो चाहिँ। अनि रुमभित्र बसाइ भयो। अनि आज चाहिँ टक्क बाहिर निस्केको होइन। टक्क तपाईँहरूलाई राम्रो इन्फर्मेसन सहितको भिडियो दिनको लागि चाहिँ म अहिले पार्कमा आइसकेको छु है। अनि धेरैजना साथीहरू चाहिँ नेपालबाट रोमानिया वर्किङ भिजामा आउन चाहिराख्नु भएको छ होइन। अनि कतिपय साथीहरूले चाहिँ एप्लाई गरेर बसिसक्नु भएको छ। अनि मलाई प्रायः टिकटकमा चाहिँ म्यासेज कमेन्टमा एकदमै धेरै सोधिरहनु भएको हुन्छ है। मेरो कम्पनी चाहिँ डाइरेक्ट हो कि सप्लाई हो कि कस्तो हो भनेर चाहिँ धेरैभन्दा धेरै सोधिरहनु भएको हुन्छ है। अनि कम्पनी सप्लाई पऱ्यो भने चाहिँ एकदमै गाह्रो हुन्छ होला कि कस्तो छ, सप्लाई कम्पनी कस्तो हो, डाइरेक्ट कम्पनी कस्तो हो। सप्लाई कम्पनीमा पऱ्यो भने चाहिँ स्यालेरी फ्यासिलिटीहरू चाहिँ अलिक कम हुने हो कि सोचे जस्तो नहुने हो कि नेपालबाट चाहिँ 8-9 लाख 10 लाख 11 लाख पैसा खर्च गरेर रोमानिया आइन्छ सप्लाई कम्पनी पर्यो भने कस्तो हुन्छ, के हो सप्लाई कम्पनी भनेको, डाइरेक्ट कम्पनीमा पर्दा चाहिँ कस्तो हुन्छ, कसरी पर्न सकिन्छ डाइरेक्ट कम्पनीमा, यसको कुरामा चाहिँ धेरैभन्दा धेरै सोधिरहनु भएको हुन्छ है। अनि त्यही भएर तपाईँहरूलाई आजको भिडियोमा चाहिँ म यो सप्लाई कम्पनीमा चाहिँ कसरी परिन्छ, कस्तो हो कम्पनी, अनि यो डाइरेक्ट कम्पनीको बारेमा चाहिँ सबै कुरा तपाईँहरूलाई बुझाउने छु है। अनि भिडियोलाई चाहिँ अन्तिमसम्म साथ दिनु होला। अनि मेरो युट्युब च्यानलमा चाहिँ तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ एकचोटि सब्सक्राइब गरिदिनु होला, ताकि मलाई चाहिँ अर्को भिडियो बनाउन हल्का मोटिभ होस् भन्नको लागि है। फर्स्ट अफ अल यो सप्लाई कम्पनी डाइरेक्ट कम्पनीमा चाहिँ कसरी परिन्छ भन्ने कुरो चाहिँ तपाईँहरूलाई थाहा हुँदैन है। किनकि सुरुमा चाहिँ तपाईँहरूले एप्लाई गर्नुहुन्छ, डकुमेन्टहरू दिनुहुन्छ, यो काममा एप्लाई गर्ने हो, म योसँग यो कामको एक्सपिरियन्स छ भनेर चाहिँ तपाईँहरूले मेन पावरलाई डकुमेन्ट फरवर्ड गरिदिनुहुन्छ है। अनि प्रायः मेन पावरहरूले चाहिँ तपाईँहरूलाई नर्मल वर्करमै हालिदिइरहनु भएको हुन्छ, किनकि यो फ्याक्ट्री वर्कर अनि यो नर्मल नन स्किल वर्करमा चाहिँ डिमान्डहरू धेरै गइरहेको हुन्छ नेपालमा होइन। त्यही भएर प्रायः नन स्किल वर्करमै हालिदिइरहनु भएको हुन्छ। अनि त्यही भएर तपाईँहरूलाई पनि थाहा हुँदैन क्या, कतिपय अवस्थामा त मेन पावरहरूलाई पनि थाहा हुँदैन कम्पनी डाइरेक्ट हो कि सप्लाई हो भनेर। जस्ट डकुमेन्ट फरवर्ड गरिदिएको हुन्छ रोमानियामा, अनि पछिबाट तपाईँहरूको भाग्यमा छ भने तब डाइरेक्ट कम्पनीमा पर्छ होइन। नत्र अलमोस्ट कम्पनीहरू चाहिँ रोमानियामा सप्लाई नै हुने गर्दछ है। त्यही भएर चाहिँ तपाईँहरूको कम्पनी सप्लाई पर्छ कि डाइरेक्ट पर्छ भन्ने कुरा चाहिँ सुरुमा थाहा हुँदैन होइन। वर्क पर्मिट आइसकेपछि मात्रै थाहा हुन्छ है तपाईँहरू कम्पनी सप्लाई हो कि डाइरेक्ट हो भनेर। अनि अलमोस्ट कम्पनीहरू चाहिँ रोमानियामा सप्लाई हुने हुँदाखेरि तपाईँहरू चाहिँ सप्लाईमै पर्ने चान्स चाहिँ एकदमै धेरै हुन्छ है। अनि रोमानियामा चाहिँ डाइरेक्ट कम्पनीमा पर्न एकदमै गाह्रो हुन्छ 70% कम्पनीहरू चाहिँ सप्लाई नै हुन्छ है। अनि 30-20% कम्पनीहरू मात्रै डाइरेक्ट हुने गर्दछ। तर मैले चाहिँ यहाँ आएर रोमानिया आएर बुझेअनुसार चाहिँ सप्लाई कम्पनी डाइरेक्ट कम्पनीमा त्यति धेरै खासै फरक छैन है, त्यति धेरै फरक छैन।
सप्लाई कम्पनीहरूमा पनि त्यो वाइज फेसिलिटी म्यानेजमेन्ट कम्पनी अनि त्यो वर्किङ लोकेसन एसआरएल यस्तो कम्पनीहरू चाहिँ एकदमै खत्तम छ होइन, एकदमै खत्तम छ। अनि तपाईँहरूको त्यो बिएलटी इम्प्लोइमेन्ट सल्युसन यो कम्पनी भयो, अनि यो विशाल लैसेल कम्पनी, यस्तो कम्पनी चाहिँ ठिकै छ है। अनि रोमानिया आउन लाग्नुभएको साथीहरूको चाहिँ यो वाइस फेसिलिटी म्यानेजमेन्ट एसआरएल कम्पनी अनि यो वर्किङ लोकेसन एसआरएल कम्पनीहरू परेको छ भने चाहिँ त्यसमा चाहिँ अलिकति गाह्रो छ है, सोचे जस्तो छैन। धेरै नेपालीहरूले दुःख पाइरहनु भएको हुन्छ है। अनि सप्लाई कम्पनी भए तापनि अरू कम्पनीहरूमा तपाईँहरूको वर्क परमिट आइसकेको छ अथवा आउन लागिराख्नु भएको छ भने चाहिँ ढुक्क भएर आउनु होला होइन, नआत्तिनु होला होइन। विदेशको ठाउँमा आइसकेपछि चाहिँ हरेक चुनौतीहरूको सामना त गर्नुपर्छ, धेरै दुःख गर्नुपर्छ होइन। अनि सप्लाई कम्पनी भए पनि निराश नभइकन आउनु होला होइन। यहाँ आइसके पछाडि अब के कस्तो हुन्छ अब गर्दै जानु पर्ला होइन। अनि अलिक समय पछाडि चाहिँ अब अरू ठाउँतिर तपाईँहरूले अब एजेन्सी पाउनुभयो भने, साथीहरूकोतिर पनि राम्रो कम्पनीतिर पाउनुभयो भने चाहिँ होइन 6-7 महिना 1 वर्ष पछाडि चाहिँ मजाले काम चेन्ज गर्न मिल्छ होइन। अनि तपाईँहरूले सक्नुहुन्छ भने चाहिँ अब अरू देशतिर होइन, इटालीतिर अनि स्पेनतिर अनि क्रोसियातिर ग्रिसतिर अब साथीहरू छन् एजेन्सीहरूबाट, तपाईँहरू पनि उता जान सक्नुहुन्छ है। अनि उता चाहिँ अलिकति राम्रो छ यहाँ भन्दा होइन। अनि सप्लाई कम्पनी भन्दा चाहिँ डाइरेक्ट कम्पनीमा केही राम्रो हुन्छ होइन, अलिकति राम्रो हुन्छ सप्लाई कम्पनीको तुलनामा। तर कुनै डाइरेक्ट कम्पनीहरू पनि लास्टै चुतिया हुन्छ होइन। अब भने जस्तो स्यालेरी टाइममा स्यालेरी अनि फुड कार्डहरू बोनस ओभर टाइमहरू यस्तो दिँदैन क्या। अनि त्यही भएर तपाईँहरूलाई म पहिलाको भिडियोमा पनि टिकटक हुँदा पनि तपाईँहरूलाई भनिरहेको हुन्छु है, सप्लाई कम्पनी डाइरेक्ट कम्पनीले खासै म्याटर गर्दैन है। तपाईँहरूको कम्पनीले के कस्तो स्यालेरी फेसिलिटी दिने, बोनसहरू दिने, ओभर टाइमहरू दिने भन्ने कुरो चाहिँ सबै तपाईँहरूको कम्पनीमा डिपेन्ड हुन्छ है। त्यो कम्पनी डाइरेक्ट होस् सप्लाई होस् त्यसमा म्याटर गरेन है। तर तपाईँहरूको कम्पनीले के कस्तो फेसिलिटी सेवा सुविधा स्यालेरी दिने भने चाहिँ सबै कम्पनीमा भर पर्छ है। अनि धेरैजना साथीहरूले चाहिँ रोमानियाको स्यालेरीको विषयमा चाहिँ एकदमै धेरै सोधिरहनु भएको हुन्छ है। अनि यो स्यालेरी चाहिँ फिक्स हुन्न है। स्यालेरी चाहिँ सप्लाई कम्पनीमा पर्नुभयो भने चाहिँ 2400देखि 2800सम्म स्यालेरी हुन्छ होइन। अनि डाइरेक्ट कम्पनीमा पर्नुभयो भने चाहिँ तपाईँले 3000-3200, कुनै राम्रो कम्पनी भयो भने चाहिँ 3500सम्म स्यालेरी दिन्छ होइन। तपाईँहरूको स्किलको आधारमा, तपाईँहरूको एक्सपिरियन्सको आधारमा चाहिँ यसरी स्यालेरी दिन्छ होइन। स्यालेरी चाहिँ फिक्स हुन्न है रोमानियामा। तपाईँहरू आएको चाहिँ कुनै कम्पनीहरूले वर्षमा एकचोटि स्यालेरी बढाइन्छ भने कुनै कम्पनीले चाहिँ स्टार्टिङमा अलिकति कम दिन्छ अनि 6 महिना 7 महिना पछाडि चाहिँ अलिकति स्यालेरी बढाइन्छ है। अनि त्यही भएर यो स्यालेरीको चाहिँ कुनै पनि फिक्स हुँदैन है तपाईँहरूको। अनि यो रोमानियाको अवस्था चाहिँ 3-4 वर्ष अगाडि जस्तो थियो अनि अहिलेसम्म पनि त्यस्तै नै छ क्या, खासै त्यति धेरै फरक भएको छैन होइन। स्यालेरीहरू चाहिँ कुनै साथीहरूको चाहिँ एक्सपिरियन्स छ होइन, राम्रो काममा आउनु भएको छ, राम्रो कम्पनी छ, उहाँहरूको चाहिँ अलिकति राम्रो छ। नत्र प्रायःहरूको चाहिँ ठिकै छ होइन, त्यस्तो राम्रो छैन। अनि तपाईँहरू चाहिँ 8 लाख 9 लाख 10-11 लाख अहिले त 10-11 लाख नै भन्न थालिसकेको छैन मेन पावरहरूले। त्यति धेरै पैसा उठाउन एकदमै गाह्रो हुन्छ होइन। यहाँको अवस्थाहरू के कस्तो छ, स्यालेरीहरू चेन्ज भएको छ कि छैन भन्ने चाहिँ केही हुँदैन होइन। मेन पावरहरूले चाहिँ सेङ्गेनको नाममा रोमानिया सेङ्गेन कन्ट्री भएको छ, युरोप कन्ट्री भन्दै लागत चाहिँ एकदमै धेरै उठाइरहेको छ होइन। त्यही हो साथीभाइहरू, अब चिन्ता नगरिकन आउनु होला होइन। सप्लाई कम्पनी भए पनि ठिकै छ होइन, जे जस्तै भए पनि हामीलाई युरोप रोमानिया आउनु नै छ भने चाहिँ होइन त्यसमा सप्लाई कम्पनी डाइरेक्ट कम्पनीमा खासै म्याटर गर्दैन होइन। अनि तपाईँहरू सप्लाई कम्पनीमा पर्नु भएको छ भने चाहिँ रोमानिया आइसके पछाडि तपाईँहरूलाई एजेन्सीले रिसिभ गर्छ होइन। अनि एजेन्सीले चाहिँ विभिन्न लोकेसन विभिन्न ठाउँमा चाहिँ तपाईँहरूलाई पठाउने गर्दछ होइन। अनि तपाईँहरूको चाहिँ जुन काममा भनेर आउनु भएको हुन्छ, जति ड्युटी आवर भनेर आउनु भएको हुन्छ, जति स्यालेरी भनेर आउनु भएको हुन्छ, तर ठ्याक्कै त्यही चाहिँ नहुन पनि सक्छ है। तपाईँहरूको स्यालेरी 2500 भनेको ठाउँमा 2600 2700 नै हुनसक्छ, 2300 पनि हुनसक्छ। अनि तपाईँहरूको ड्युटी आवर चाहिँ 8 घन्टा 5 दिन काम 2 दिन छुट्टी भनेर आएको ठाउँमा चाहिँ अब 12-13 घन्टा ड्युटी पर्न पनि सक्छ। तर ड्युटी आवर चाहिँ धेरै भयो भने चाहिँ उहाँले तपाईँहरूलाई चाहिँ स्यालेरी अलिकति धेरै पनि दिन सक्छ होइन। कसैले ओभर टाइमको पैसा पनि दिन सक्छ होइन, आवरली 15, 20, 25 त्यसरी पनि तपाईँहरूलाई दिन सक्छ है।
अनि तपाईँहरूलाई चाहिँ स्यालेरी दिने भनेको चाहिँ एजेन्सीले नै दिन्छ होइन, साउहरूबाट चाहिँ एजेन्सीले तपाईँहरूको स्यालेरी रिसिभ गर्छ होइन। अनि तपाईँहरूलाई चाहिँ स्यालेरी चाहिँ उसले कमिसन राखेर ट्याक्सहरू सबै कुरा कटाएर घटाएर चाहिँ तपाईँहरूलाई स्यालेरी होइन 2600, 2700, 2800 के कति हुन्छ त्यही अनुसार तपाईँहरूलाई चाहिँ एजेन्सीले स्यालेरी दिन्छ है। अनि तपाईँहरू डाइरेक्ट कम्पनीमा पढ्नु भएको छ भने चाहिँ डाइरेक्ट एयरपोर्टबाट निस्किसके पछाडि चाहिँ तपाईँहरूलाई साउ अथवा म्यानेजरले चाहिँ रिसिभ गर्न जान्छ होइन। अनि ल्याइसके पछाडि उसले कहाँ अपार्टमेन्ट रोजेको छ होइन तपाईँहरूको लागि, अनि त्यहाँ लगेर चाहिँ तपाईँहरूलाई राखिदिन्छ होइन। अनि त्यसको 2-4 दिन पछाडि चाहिँ तपाईँहरूलाई काममा लाउँछ होइन। अनि तपाईँहरूलाई चाहिँ जे जति स्यालेरी फेसिलिटी भनेर आएको हुन्छ तपाईँहरू होइन, तपाईँहरू चाहिँ ठ्याक्कै त्यस्तै सेम हुन्छ होइन। सप्लाईमा जस्तो एजेन्सीले जस्तो त्यस्तै चाहिँ हुँदैन है। अनि तपाईँहरूलाई यो ड्युटी आवरको टाइमिङहरू स्यालेरीहरू चाहिँ सबै कुरा फिक्स हुन्छ होइन। अनि स्यालेरीहरू चाहिँ तपाईँहरूलाई चाहिँ साउले अथवा म्यानेजरले दिन्छ होइन। ठ्याक्क टाइममा तपाईँहरूको टाइम कहिले हो होइन, त्यही अनुसार तपाईँहरूलाई चाहिँ म्यानेजरले अथवा साइले स्यालेरी दिन्छ है। अनि कुनै कम्पनी अथवा होटल रेस्टुरेन्टहरूको चाहिँ पोलिसी अनुसार चाहिँ कुनैमा चाहिँ ड्युटी आवरहरू चाहिँ एकदमै धेरै हुन्छ है। प्रायः जसो रेस्टुरेन्ट लाइन हुँदा चाहिँ होइन तपाईँहरूको ड्युटी आवर चाहिँ 16, 17, 18 घन्टा पनि हुनसक्छ होइन। किनकि मैले आफै 17 घन्टा ड्युटी गरिरहेको छु है। अनि 17 घन्टा ड्युटी 16, 17, 18 घन्टा ड्युटी भयो भने चाहिँ तपाईँहरूको 2 दिन काम 2 दिन छुट्टी हुनसक्छ है। नत्र कुनै रेस्टुरेन्टहरूले चाहिँ तपाईँहरूलाई ओभरटाइमको पैसा पनि दिन सक्छ होइन। अनि अहिले जति पनि साथीहरू चाहिँ रोमानिया आउन चाहिराख्नु भएको छ, भिजाको वेटिङमा हुनुहुन्छ नि, तपाईँहरू एउटा केही नयाँ स्किल भयो भने राम्रोसँग सिकेर आउनु होला होइन। ताकि तपाईँहरू यहाँ आइसके पछाडि चाहिँ काम चेन्ज गर्नु पऱ्यो भने त्यति बेला चाहिँ तपाईँहरूलाई एकदमै हेल्प हुन्छ है त्यो सिकेको कामले। अब त्यही हो साथीहरू होइन, तपाईँहरू कम्पनी पनि सप्लाई परिसकेको छ भने चाहिँ अब त्यस्तो निराश नभइकन आउनु होला होइन। किनकि रोमानियामा अलमोस्ट कम्पनीहरू चाहिँ सप्लाई नै हुने गर्दछ होइन। 70% कम्पनीहरू चाहिँ तपाईँहरूको भाग्यमा छ भने चाहिँ अब डाइरेक्ट कम्पनीमा पर्छ होइन। अनि त्यस्तै छ भने चाहिँ अब सप्लाई कम्पनी पनि पर्न सक्छ। त्यही भएर तपाईँहरू निराश नभइकन आउनु होला होइन। जसरी पनि हामीलाई रोमानिया आउनु नै छ, युरोप आउनु नै छ भने चाहिँ मेन्टली प्रिपेयर भएर आउनु होला है। अनि सो त्यही हो साथीहरू, सप्लाई कम्पनीमा तपाईँहरू पढ्नु भएको छ भने पनि अब अहिले मेन पावरसँग चाहिँ राम्रोसँग कुरा गर्नु होला होइन। अब रोमानिया गइसके पछाडि भने जस्तो भएन भने त्यसको लागि चाहिँ तपाईँहरूले काम चेन्ज गरिदिनु हो कि के गर्ने हो भने चाहिँ अलि नै राम्रोसँग मेन पावरसँग कुरा गर्नु होला होइन। अनि त्यही हो साथीहरू। सो त्यही हो गाइज, आजको न्यू भिडियोमा कम्पनीहरूको सप्लाई कम्पनी डाइरेक्ट कम्पनीको बारेमा के कस्तो अवस्था कस्तो छ भन्ने तपाईँहरूलाई म जानकारी दिइसकेँ होइन। अनि च्यानललाई फलो गर्दै गर्नु होला, सब्सक्राइब गर्नु होला होइन। अनि थ्याङ्क्स फर वाचिङ माई भिडियो भन्न चाहन्छु है त गाइज। सी यू नेक्स्ट भिडियो।